नमस्कार साथीहरू, हाम्रो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज हामी कक्षा 6 को गणित विषयको पाठ 1 को अभ्यास 1.2 को प्रश्नहरूलाई सजिलो तरिकाले समाधान गर्नेछौँ। 1 नम्बरमा तल दिएका प्रत्येक समूहलाई सूचीकरण विधिबाट लेख्नुहोस्। क नम्बर 12 महिनाका नेपाली नामहरूको समूह बैशाख, जेठ, असार, साउन, भदौ, असोज, कार्तिक, मङ्सिर, पुष, माघ, फाल्गुन, चैत्र। यस्तो तपाईँहरू लेख्न सक्नुहुन्छ। ख नम्बरमा नेपालको राष्ट्रिय झन्डामा प्रयोग गरिएका रङको समूह रातो, नीलो, सेतो। ग नम्बर 10 भन्दा साना पूर्ण सङ्ख्याको समूह W = 0, 1, 2, 3, 4, 5, 6, 7, 8, 9। घ नम्बर 10 भन्दा साना रुट सङ्ख्याको समूह P = 2, 5, 7। 2 नम्बर तल दिएका प्रत्येक समूहलाई व्याख्या विधिबाट लेख्नुहोस्। क नम्बर A = 2, 4, 6, 8, 10। A = 10 सम्मका जोड सङ्ख्याको समूह। ख नम्बरको B = 1, 3, 5, 7, 9। B = 10 भन्दा साना बिजोड सङ्ख्याको समूह। अब 3 नम्बरमा के दिएको छ भने तल दिएका प्रत्येक समूहलाई समूह निर्माण विधिबाट लेख्नुहोस्। क नम्बरमा A = 2, 4, 6, 8, 10। A x एउटा 10 सम्मका जोड सङ्ख्याहरू हुन्। ख नम्बरमा B = 1, 4, 9। B x एउटा 10 भन्दा साना पूर्ण वर्ग सङ्ख्याहरू हुन्। ग नम्बरमा अब C = 20 सम्मका संयुक्त सङ्ख्याको समूह। C x एउटा 20 सम्मका संयुक्त सङ्ख्याहरू हुन्। घ नम्बरमा T = समकोणी त्रिभुज, न्यूनकोणी त्रिभुज, अधिकोणी त्रिभुज। T = x एउटा यो त्रिभुजको प्रकार हो। अब 4 नम्बरमा तल दिएका समूहलाई सूचीकरण विधिबाट लेख्नुहोस् र सदस्य सङ्ख्या पनि लेख्नुहोस्। क नम्बरमा A = पन्ध्रका रुट सङ्ख्याहरूको समूह A = 2, 3, 5, 7, 11, 13। A = 2, 3, 5, 7, 11, 13 यो सूचीकरण विधिबाट लेखिएको छ अनि यसको सदस्य सङ्ख्या 6। N A = 6 यसको सदस्य सङ्ख्या यहाँ लेखिएको छ। अब ख नम्बरमा B = x एउटा 40 सम्मका 4 का अव्यर्थको समूह हो। B = 4, 8, 12, 16, 20, 24, 28, 32, 36, 14। N B = 10 यो यसको सदस्य सङ्ख्या हो अनि सूचीकरण विधिबाट यहाँ लेखिएको छ। B = ग नम्बरमा C = 2 भन्दा ठुला र 7 भन्दा साना गन्ती सङ्ख्याहरूको समूह C = 3, 4, 5, 6। NC = 4। अब यो 4 कसरी भयो भने यो 1, 2, 3, 4 4वटा सङ्ख्या छ त्यसैले यहाँ 4 लेखाएछ। घ नम्बरमा D = 20 का गुणनखण्डको समूह D = 1, 2, 4, 5, 10, 20। ND = 6। 1, 2, 3, 4, 5, 6 6वटा छ त्यसैले यहाँ 6। यदि भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।